पूर्णमदः पूर्णमिदं पूर्णात् पूर्णमुदच्यते पूर्णस्य पूर्णमादाय पूर्णमेवावशिष्यते। ॐ यं ब्रह्मा वरुणेन्द्र रुद्रमरुतः स्तुन्वन्ति दिव्यैस्तवैर्वेदैः शङ्खपदक्रमोपनिषदैर्गायन्ति यं सामगः ध्यानावस्थित तद्गतेन मनसा पश्यन्ति यं योगिनो यस्यान्तं न विदुषुरासुरगणा देवाय तस्मै नमः। श्रीमच्चन्दनचर्चितोज्ज्वलवपुः शुक्लाम्बरा मल्लिका मालालङ्कृतकुण्डलापविलसन्मुक्तावली शोभिता सर्वज्ञाननिधानपुस्तकधरा रुद्राक्षमालाधरा वाग्देवी वदनाम्बुजे वसतु मे त्रैलोक्यमाता चिरं मुखं करोति वाचालं पङ्गुं लङ्घयते गिरिं यत्कृपातमहं वन्दे परमानन्दमाधवं। नमो भगवते तस्मै व्यासायामित तेजसे यस्य प्रसादं वक्ष्यामि नारायणकथामिमां। नारायणं नमस्कृत्यं नरोच्चैव नरोत्तमं देवीं सरस्वतीं व्यासां ततो जयमुदीरयते। देवीं सरस्वती व्यासं ततो जयमुदीरयते। अथ दशमोऽध्यायः। कुमारजी आज्ञा गर्नुहुन्छ, हे अगस्त्य मुनि, तपाईँ एक चित्त भएर सुन्नुहोस्। शिवजीको यात्रा नित्य चलिरहेको थियो। मैले तपाईँहरूलाई 26औं पीठ उत्पत्ति सम्बन्धमा वर्णन गरेँ। अब बाँकी पीठहरूको उत्पत्तिका बारेमा पनि वर्णन गर्नेछु, ध्यान दिएर सुन्नुहोस्। श्री महादेवको यात्राका क्रममा सतीदेवीका अङ्ग पतनको क्रम पनि चलिरह्यो। यस क्रममा फेरि शिवजी राजगृहमा जाँदा दायाँ कुना पनि पतन भयो। यस स्थानमा राजगृह पीठे राजगुह्येश्वरी देवी उल्कामुखी योगिनी हरेश्वर महादेव उत्पत्ति भई शिवशक्ति स्वरूपले रहनुभयो। यस मध्यभूमिमा वायुलाई तपस्या गरे। ईश्वरी प्रसन्न भई वरदान लेऊ भन्नुभयो। वायुले जीवात्मा जति छन् तिनीहरूको प्राणवायु हुन सकौँ भनी मागे। ईश्वरीले वायुलाई समेत तथास्तु भनी वरदान दिनुभयो। फेरि महापन्थमा पुगेपछि देब्रे कुहुनु पनि पतन भयो। त्यहाँ महापन्थ पीठ प्रचण्ड चण्डिका देवी रेणुका योगिनी विश्वामित्रेश्वर महादेव उत्पत्ति भई शिवशक्ति स्वरूपले रहनुभयो। त्यस पुण्यभूमिमा अप्सराहरू आए, नाचगान सहित तपस्या गरे। ईश्वरी प्रसन्न भई अप्सराहरूलाई वरदान लेऊ भन्नुभयो। अप्सराहरूले इन्द्रादि देवताहरूलाई मोह गर्न सकौँ भनी वरदान मागे। ईश्वरीले तथास्तु भनी वरदान दिनुभयो। त्यस्तै कोल्हापुरमा आइपुगेपछि सतीदेवीको उदर पतन भयो। यसले गर्दा कोल्हापुर पीठ महालक्ष्मी देवी नन्दायोगिनी श्यामेश्वर महादेव उत्पत्ति भई शिवशक्ति स्वरूपले रहनुभयो। त्यस पुण्यभूमिमा गरुडाई रत्नादि फलफुलहरू चढाई पूजा गरे। ईश्वरी यसबाट प्रसन्न भई वरदान लेऊ भन्नुभयो। गरुडले नागहरू मेरा वशमा होन् भनी वरदान मागे। ईश्वरीले तथास्तु भनी वरदान दिनुभयो। फेरि एकापुरमा पुगेपछि दाहिने घुँडो पतन भयो। यसले एकापुर पीठ साध्वची देवी सुकम्पा योगिनी उत्तमेश्वर महादेव उत्पत्ति भई शिवशक्ति स्वरूपले रहनुभयो। यस पवित्र भूमिमा शिलाहरू आई तपस्या गरे। ईश्वरी प्रसन्न भई वरदान लेऊ भन्नुभयो। शिलाहरूले, हे ईश्वरी, हामीलाई देवताको भावना गरी मनुष्यहरूले पूजा गर्दा हामीमा भावना अनुसारका देवताको वास होस् भनी वरदान मागे। ईश्वरीले तथास्तु भनी वरदान दिनुभयो। फेरि ओमकारेश्वरमा पुगेपछि माथिल्लो ओठ पतन भयो। यसले गर्दा त्यहाँ ओमकारा पीठ मातृका देवी पूर्णोदरी योगिनी सन्तानेश्वर महादेव उत्पत्ति भई शिवशक्ति स्वरूपले रहनुभयो। त्यस मोक्ष भूमिमा कल्पवृक्ष आए, नाना फलहरू चढाई पूजा गरे। ईश्वरी प्रसन्न भई वरदान लेऊ भन्नुभयो। यस मौसममा कल्पवृक्षले चिताएको वस्तु फलाउन सकौँ भनी वरदान मागे। ईश्वरी प्रसन्न भई तथास्तु भनी वरदान दिनुभयो। यस्तै गरेर जयन्तीपुरमा पुगेपछि सतीदेवीको कलेजो पनि पतन भयो। यहाँ जयन्तीपुर पीठ जयन्ती देवी खेचरा योगिनी कल्पेश्वर महादेव उत्पत्ति भई शिवशक्ति स्वरूपले रहनुभयो। यस सिद्धभूमिमा तुलसी कुश आई तपस्या गरे। ईश्वरी प्रसन्न भई वरदान लेऊ भन्नुभयो र तुलसी कुशले स्वर्ग मर्त्य पाताल तीनै लोकका जनताले हामीलाई मानुन् र पूजाहरूमा हाम्रो प्रयोग होस् भनी वरदान मागे। ईश्वरीले तथास्तु भनी वरदान दिनुभयो। फेरि उज्जैनमा पुग्दा सतीदेवीको रगतको डल्लो पतन भयो। यसका प्रभावले उज्जैन पीठ महाकाली देवी लालजिह्वा योगिनी फङ्केश्वर महादेव उत्पत्ति भई शिवशक्ति स्वरूपले रहनुभयो। त्यस सिद्धभूमिमा हिमालय पर्वत आई तपस्या गरे। यस तपस्याबाट ईश्वरी प्रसन्न भई वरदान लेऊ भन्नुभयो र हिमालय पर्वतले
देवता दैत्य मनुष्य सबैलाई मोक्ष दिन सकौ भनी वरदान मागे। ईश्वरीले तथास्तु भनी वरदान दिनुभयो। फेरि चरित्रपुरमा पुग्दा सतीदेवीको दाहिने करङ पतन भयो। यसका प्रभावबाट चरित्रपुर पीठे सुवर्णेश्वरी देवी चित्रवर्णा योगिनी वायव्येश्वर महादेव उत्पत्ति भई शिवशक्ति स्वरूपले रहनुभयो। यस पुण्यभूमिमा योगिनी गणहरू आई तपस्या गरे। ईश्वरी प्रसन्न भई वरदान लेऊ भन्नुभयो र योगिनी गणहरूले हामीलाई स्मरण गरी सम्पन्न गरेको यज्ञ सिद्ध होस् भनी वरदान मागे। ईश्वरीले तथास्तु भनी वरदान दिनुभयो। फेरि अङ्ग पतनका क्रममा छिरिकापुरमा गई सतीदेवीको बाँकी भुँडी पनि पतन भयो। यहाँ छिरिकापुर पीठे युगाद्या देवी कलङ्का योगिनी सहस्र नेत्रेश्वर महादेव उत्पत्ति भई शिवशक्ति स्वरूपले रहनुभयो। त्यस मोक्षभूमिमा मातृका गणाई नाना उपचारले पूजा गरे। ईश्वरी प्रसन्न भई वरदान लेऊ भन्नुभयो। त्यस शुभ अवसरमा मातृका गणहरूले आफ्ना स्थानको मालिक हुन पाऊँ भनी वरदान मागे। ईश्वरी तथास्तु भनी वरदान दिनुभयो। फेरि हस्तिनापुरमा पुग्दा दाहिने कुम पतन भयो। यसैले हस्तिनापुर पीठ चण्डेश्वरी देवी कोटराची योगिनी मुसुखारेश्वर महादेव उत्पत्ति भई शिवशक्ति स्वरूपले रहनुभयो। यस पुण्यभूमिमा सुदर्शन चक्र आई तपस्या गरे। यस तपस्याबाट ईश्वरी प्रसन्न भई वरदान लेऊ भन्नुभयो। सुदर्शन चक्रले पनि शत्रुहरूको संहारकर्ता हुन पाऊँ भनी वरदान मागे। ईश्वरीले तथास्तु भनी वरदान दिनुभयो। फेरि सतीदेवीको अङ्ग पतन हुँदै जाँदा जगन्नाथपुरीमा पुगेपछि नाभि स्थान पतन भयो। त्यहाँ उडियान पीठ विमला देवी पिङ्गलाची योगिनी यज्ञेश्वर महादेव उत्पत्ति भई शिवशक्ति स्वरूपले रहनुभयो। त्यस सिद्धभूमिमा हनुमान आई नाना फलहरू चढाई कुदी खेली पूजा गरे। ईश्वरी हनुमानको पूजाबाट प्रसन्न भई वरदान लेऊ भन्नुभयो र हनुमानजीले रामचन्द्रको सेवक भई लङ्का दहन गर्न सकौँ भनी वरदान मागे। ईश्वरी प्रसन्न भई तथास्तु भनी वरदान दिनुभयो। फेरि प्रयागमा पुगेपछि फोक्सो पतन भयो। यसै कारण प्रयाग पीठ सुन्दरी देही सिंह प्रजङ्ग योगिनी महेन्द्रेश्वर महादेव उत्पत्ति भई शिवशक्ति स्वरूपले रहनुभयो। यस पुण्यभूमिमा विष्णुका 10 अवतार आए तपस्या गरे। ईश्वरी प्रसन्न भई वरदान लेऊ भन्नुभयो र 10 अवतारहरूले सत्य त्रेता द्वापर कली चारै युगमा दैत्य संहार गर्न सकौ भनी वरदान मागे। ईश्वरीले तथास्तु भनी वरदान दिनुभयो। फेरि श्री महादेवले यात्रा गर्दै रहने क्रममा विश्वमा गई सतीदेवीको मृगौला पतन भयो। यसको प्रभावले विश्वपीठ झङ्केश्वरी देवी झकाली योगिनी कुण्डलेश्वर महादेव उत्पत्ति भई शिवशक्ति स्वरूपले रहनुभयो। यस सिद्धभूमिमा विश्वकर्मा आई चित्र विचित्रका देवालयहरू बनाई तपस्या गरे। विश्वकर्माको तपस्याबाट ईश्वरी प्रसन्न भई वरदान लेऊ भन्नुभयो र विश्वकर्माले मेरो कीर्ति सत्य त्रेता द्वापर कली चारै युगमा स्थिर होस् भनी वरदान मागे। ईश्वरीले विश्वकर्मालाई तथास्तु भनी वरदान दिनुभयो। यस्तै प्रकारले हरिद्वारमा गई फिलो पतन भयो। त्यस स्थानमा मायापुर पीठ माया देवी चञ्चला योगिनी तपस्येश्वर महादेव उत्पत्ति भई शिवशक्ति स्वरूपले रहनुभयो। त्यस तपभूमिमा 64 शिवलिङ्ग आई जप ध्यान आदिले सबक्ति पूजा गरे। ईश्वरी प्रसन्न भई वरदान लेऊ भन्नुभयो। 64 लिङ्गले स्वयम्भू ज्योतिर्लिङ्ग हुन सकौँ भन्ने वरदान मागे। ईश्वरीले तथास्तु भनी वरदान दिनुभयो। यस्तै प्रकारले मल्लगिरीमा गई बायाँ कुम पतन भयो। यसका प्रभावले मल्लगिरी पीठ बालिका देवी कोकुरा योगिनी मल्लिकार्जुन महादेव उत्पत्ति भई शिवशक्ति स्वरूपले रहनुभयो। यस पुण्यभूमिमा भूत प्रेत पिशाच आई नाची खेली सेवा गरे। ईश्वरी तिनका सेवाबाट प्रसन्न भई वरदान लेऊ भन्नुभयो। भूत प्रेत पिशाचले सधैँ तपाईँका नजिकमा बस्न पाऊँ भनी वरदान मागे। ईश्वरीले तथास्तु भनी वरदान दिनुभयो। फेरि यसै सिलसिलामा मलयागिरीमा गई आसन पतन भयो। त्यसले त्यहाँ मलयागिरी पीठ वज्रेश्वरी देवी कोमला योगिनी जागेश्वर महादेव उत्पत्ति भई शिवशक्ति स्वरूपले रहनुभयो। यस पुण्यभूमिमा सत्य आई तपस्या गरे। ईश्वरी प्रसन्न भई वरदान लेऊ भन्नुभयो र सत्यले सत्यमा रहनेलाई उद्धार गर्न सकौँ भनी वरदान माग्दा ईश्वरीले तथास्तु भनी वरदान दिनुभयो। फेरि सेनामा गई सतीदेवीको मुकुट पतन भयो। यसका प्रभावले सेनापीठ उमादेवी अष्टवक्र योगिनी कागेश्वर महादेव उत्पत्ति भई शिवशक्ति स्वरूपले रहनुभयो। यस पुण्यभूमिमा आदित्यादि नवग्रहले तपस्या गरे। ईश्वरी प्रसन्न भई वरदान लेऊ भन्नुभयो र आदित्यादि नवग्रहहरूले हानि नोक्सानीको अधिकार पाऊँ भनी वरदान मागे। ईश्वरीले तथास्तु भनी वरदान दिनुभयो। एवं प्रकारले फेरि मेरुगिरीमा गई सूची स्थान पतन भयो। यस स्थानमा मेरुगिरी पीठ पूर्णदेवी कपाली योगिनी जिह्नापतेश्वर महादेव उत्पत्ति भई शिवशक्ति स्वरूपले रहनुभयो। यस मोक्षभूमिमा सप्तनाग आई हीरा मोती माणिक्य नाना रत्न चढाई पूजा गरे। ईश्वरी प्रसन्न भई वरदान लेऊ भन्नुभयो र सप्तनागहरूले हाम्रो शरीर अगम
अगम्य होस् भनी वरदान मागे। ईश्वरीले तथास्तु भनी वरदान दिनुभयो। फेरि महिन्दाचलमा पुगेपछि दाहिने तिग्रो पतन भयो। त्यहाँ महेन्द्र पीठ, इन्द्राक्षी देवी, ऊर्ध्वगामिनी योगिनी, तारकेश्वर महादेव उत्पत्ति भई शिवशक्ति स्वरूपले रहनुभयो। यस पुण्यभूमिमा लक्ष्मी आई नाना द्रव्य चढाई सेवा गर्दा ईश्वरी प्रसन्न भई वरदान ल्याऊ भन्नुभयो र लक्ष्मीले कार्तिक कृष्ण अमावास्याका दिन सम्पूर्ण लोकले मेरो पूजा गरी सम्मान गरून् भनी वरदान माग्नुभयो। ईश्वरीले तथास्तु भनी वरदान दिनुभयो। फेरि बानापुरमा गई सतीदेवीको बायाँ तिग्र पतन भयो। यसका प्रभावले बानापुर पीठ, कामेश्वरी देवी, मेरुण्डा योगिनी, वेदान्तेश्वर महादेव उत्पत्ति भई शिवशक्ति स्वरूपले रहनुभयो। यस मोक्ष भूमिमा कमल आदि नाना पुष्पहरू आई सुवासना दिएर तपस्या गर्नाले ईश्वरी प्रसन्न भई वरदान ल्याऊ भन्नुभयो। त्यसपछि कमल आदि पुष्पहरूले पूजा कालमा हामी प्रशस्त हुन सकौँ भनी वरदान मागे। ईश्वरीले तथास्तु भनी वरदान दिनुभयो। फेरि हिरण्यपुरमा गई गर्भस्थान पतन भयो। त्यहाँ हिरण्यपुर पीठ, नवरतेश्वरी देवी, त्रिपुरेश्वरी योगिनी, नारदेश्वर महादेव उत्पत्ति भई शिवशक्ति स्वरूपले रहनुभयो। यस पुण्य भूमिमा सरस्वती आई अनेक स्तुति गर्दा ईश्वरी प्रसन्न भई वरदान ल्याऊ भन्नुभयो र सरस्वतीले जीवात्मा जति छन् तिनका बोलीमा मेरो बास होस् भनी वरदान माग्नुभयो। ईश्वरीले तथास्तु भनी वरदान दिनुभयो। फेरि महालक्ष्मीपुरमा गई बायाँ करङ पतन भयो। यस स्थानमा लक्ष्मीपुर पीठ, कमलाक्षी देवी, दिगम्बरा योगिनी, त्रिकुटेश्वर महादेव उत्पत्ति भई शिवशक्ति स्वरूपले रहनुभयो। यस सिद्ध भूमिमा अणिमादि अष्टसिद्धि आई योग मार्गले तपस्या गरे। ईश्वरी प्रसन्न भई वरदान ल्याऊ भन्नुभयो र अष्टसिद्धिहरूले हामी अमर हुन पाऊँ भनी वरदान मागे। ईश्वरीले तथास्तु भनी वरदान दिनुभयो। फेरि उमेशपुरमा पुगेपछि सतीदेवीको नितम्ब सहित मेरुदण्डको तल्लो भाग पतन भयो। यस स्थानमा उद्यान पीठ, त्रिपुरा सुन्दरी देवी, सुशङ्कोदरी योगिनी, भैरवेश्वर महादेव उत्पत्ति भई शिवशक्ति स्वरूपले रहनुभयो। यस आनन्द भूमिमा मेघ आई मानसिक उपचारले पूजा गर्नाले ईश्वरी प्रसन्न भई वरदान ल्याऊ भन्नुभयो। मेघले संसारलाई जलदान गरी उद्धान गर्न सकौँ भनी वरदान मागे। ईश्वरीले तथास्तु भनी वरदान दिनुभयो। एवं प्रकारले अङ्ग पतन हुँदै गर्दा छाया क्षेत्रमा पुगेपछि सतीदेवीका शरीरका सबै शेषहरू सम्पूर्ण अङ्गहरू पतन भए। यसपछि समस्त अङ्गहरू पतन भएको स्थान, त्यस स्थानमा छाया क्षेत्रपीठ, छत्रेश्वरी देवी, सुशुकोदरा योगिनी, पिशाचेश्वर महादेव उत्पत्ति भई शिवशक्ति स्वरूपले रहनुभयो। त्यस पुण्यभूमिमा अष्टभैरव आई नाना बलि चढाई षोडशोपचारले पूजा गरे। यस पूजाबाट ईश्वरी प्रसन्न भई वरदान ल्याऊ भन्नुभयो र अष्टभैरवहरूले मातृकागणका अधिपति हुन पाऊँ भनी वरदान मागे। ईश्वरीले तथास्तु भनी वरदान दिनुभयो। हे अगस्त्य मुनि, यस्तै तरहले जहाँ जहाँ सतीदेवीको एक अङ्ग पतन भयो त्यहाँ त्यहाँ एक एक पीठ उत्पत्ति हुँदै गयो। यी सबै पीठहरूको संख्या 7.5 करोड रहेको छ। त्यसमध्ये 500 पीठको मात्र दर्शन गरे पनि इच्छा सिद्धि हुन्छ र सम्पूर्ण पाप नाश हुन्छ। यसमा पनि ती मध्ये 51 पीठहरू प्रमुख मानिन्छन्। मनुष्य भएर जन्म भई 51 पीठमा एक पीठको पनि दर्शन गर्न सकेन भने त्यसको जन्म व्यर्थ हुन्छ भनी स्वयं चतुर्मुखी ब्रह्माले आज्ञा गर्नुभएको छ। इति श्री स्कन्द पुराण केदार खण्डे माघ महात्म्य कुमार अगस्त्य संवादे श्री स्वस्था निवर्त कथायां पीठोत्पत्ति नाम 10मो अध्यायः। सबैजना भक्तहरूले हातमा पुष्पाञ्जलि लिनुहोस्। अथ पुष्पाञ्जलि। उपनयतु मङ्गलं वः सकल जगन् मङ्गलालय श्रीमन् दीनकर किरण निबोधित नवनलीन दल निवेक्षण कृष्णः काले वर्षन्तु पर्जन्या पृथिवी सस्यशालिनी देशोऽयं क्षवरहितो ब्रह्मणा सन्तु निर्भयाः अपुत्रः पुत्रिणः सन्तु पुत्रिणः सन्तु पौत्रिणः निर्धना सदना सन्तु जीवन्तु शरदां शतां तत्रैव गङ्गा यमुना च तत्र गोदावरी सिन्धु सरस्वती च तीर्थानि सर्वाणि वसन्ति तत्र यत्र च्युतो द्वारकथा प्रसङ्ग या कुन्देन्तु तुषारहारधवला या शुभ्रवस्त्रावृता या वीणावरदण्डमण्डितकरा या श्वेतपद्मासना या ब्रह्माच्युतशङ्कर प्रभृतिभिरे ते वै सदा वन्दिता श्यामां पातु सरस्वतीं भगवती निःशेषजाड्यापहाम् ॐ कायेन वाचा मनसेन्द्रियर्वा बुद्ध्यात्मना वा प्रकृति स्वभावात् करोमि यद्यत् सकलं परस्मै नारायणायेति समर्पयेतत् करोमि यद्यत् सकलं परस्मै नारायणायेति समर्पयेतत्।